हेलो गाइज, वेलकम ब्याक टु माई भिडियो। सबैलाई स्वागत छ मेरो भ्लगमा। सबैजनाले सब्सक्राइब नगरेको सब्सक्राइब गरिदिनु होला। चट्ट पारा आज चाहिँ स्विमिङ हान्ने हिँडेको छ गाइज। ट्याक्क आधी खोलामा स्विमिङ हान्न लाहन्। ट्याक्क 3 जना हो। एउटा दाई हुनुहुन्छ, भान्जी हुनुहुन्छ, भान्जीश्री हुनुहुन्छ। हाम्रो भान्जीश्री मेरो भ्लगमा आइरहनु हुनुहुन्छ हैन भान्जी? एकदम स्विमिङ खेल्न जाने एक्साइटेड छन् केटाहरू, सब एक्साइटेड छन्। भान्जे कस्तो छ त स्विमिङ खेल्न जानु ला? सप्प पारा होइन, वेदर त दामी आज चक्क पारा स्विमिङ खेल्न जाने गाइज। धेरै धेरै वर्षपछि स्विमिङ हान्न हिँडेमा स्याङ्जावालिङ आदि खोलामा चट्ट पारा हानिदिने स्विमिङ त चट्ट पारा स्विमिङ गएपछि भेट्दै गाइज। चट्ट पारा गाइज खोला तर्नु पर्ने अवस्था आइरहेको छ। अब चट्ट पारा खोला चाहिँ तर्नु पर्ने भयो। हेर भान्जे आउनै यतैबाट जाने कि कम दाइ मेरो होला केही भनिदिनु नि त ल। भान्जे चाहिँ खोला तर्न डराएर मामा कि मामा भन्नुभएको छ भान्जीश्रीले। तर नडराउनुहोस् भान्जीश्री, हजुर तलतिर जानु भने मासतिर खेल्न जानु ल। म त ढुक्क भयो नि तलतिर भान्जेलाई भयो नि, म त मासतिर खेल्न जाने गाई। यस्तो मामा त अरू कसैले पनि जान्ने यार। होइन त भान्जे भन त, मेरो अगला भनिदिनु न भान्जे। हजुरको मुखा के हुनुहुन्छ होला? भान्जे फेरि बाटो चाहिँ अहिले चाहिँ बाढी आएर गाई यस्तो बनाएको क्या खोलाले चाहिँ खतरा यस्तो बनाएको नि। खोलेर यहाँ नगरपालिकाको डोजर लाएर यहाँ चट्ट पारा यति खनेको गाई यहाँ बाटो चाहिँ यस्तो बनाएको। यो डम्पिङ साइड हाम्रो चट्ट नगरपालिकाको डम्पिङ साइड हो यो। चक्क पारा फोहोर मैलोहरू सब ल्याएर त्यहीँ राख्छन् गाइज। हामी चाहिँ यताबाट माथि जानु आँखौँ। यस्तो बाटो छ अप्ठ्यारो। कस्तो धान हेर्नु नि, धान कस्तो छ यार गाइज। आजको भाइब चाहिँ बबाल छ गाइज। यो रामबाछा हो, यो रामबाछा गाइज। रामबाछा बजार हो गाइज। यो चाहिँ अदुवा बेसल उद्योग हो गाइज हो यो चाहिँ। चक्क दाइहरू फेरि अगाडि भान्जेर दाइ फेरि अगाडि बोल्दै हिँडिरहेको के गफ आउँदै हिँडिरहन् दुईजना गरेर हिँडिन्छ चट्ट पारा। म यतै आफ्नो पारा भ्लग बनाउँदै हिँडेछु गाइज। ढुक्क म त चक्क गाइज। उयो हो यो बाटो हो गाइज, बामथान जाने बाटो। चट्ट यहाँ गर्नुहुन्छ, चट्ट मलाई यहाँबाट ढुक्क यहाँ बामथान जाने बाटो सर र। अब आज स्विमिङ हान्नुपर्छ गाइज। स्विमिङ हान्न पऱ्यो नि त, धेरै वर्षपछि स्विमिङ हान्नु हिँड्छ हामी। धान चाहिँ यस्तो हरियाली छ गाइज यार। ठ्याक्क चौपारी आइयो। लास्ट गर्नुभयो गाइज, के भनिदिनु लास्ट गर्नुभयो। अहिले छाता ओढेर आएको चाहिँ छाता ओढेर आएको। आज त्यही पनि छाता ओढेर आएको। पुरै हावा लाएर उडान खोज्छ छाते। चट्ट भान्जा र दाइ आउँदै हुनुहुन्छ। हेलो भनिदिनु त गाइज ल। लिङको रामबाछा हुने ठाउँ होइन। हामी केटाहरूसँग यी भाइहरूसँग
टक्क खोलातिर नुहाइधुवाइ कार्यक्रम गर्नलाई जाँदै थियौँ। भाइहरूलाई घाम भएछ, पानी खानलाई रहिरहेका छन् हाम्रो चापाकलमा। ल यी भाइहरू यस्तो ह्यान्सी छन्, टन्न पानी खाएछन्। ल खायो भाइ, चिल हो, फ्रीको पानी हो, टन्न खायो जिङ्रिङ मोटा हो। ल ठिक छ। ल गाइस चट्टामा पानी खाइयो, भान्जीमा भान्जेर पानी खाइयो। क्यामेराम्यान दाइ यहाँ त बवाल गइरहेको आज चाहिँ हाम्रो च्यालेन्ज जस्तो हुनुपर्छ कि अरे को धेरै बेर डुब्ने क्या होइन, बल्ल मजा हुन्छ कि खाउँ दाइ। हजुर हुनुपर्छ क्यामेराम्यान आजको। A few moments later. गाई चाहिँ स्विमिङ गर्ने भनेर यहाँ ठाउँ खोज्दा हैरान भयो। दाइ फेरि फिल यहाँ गर्मी भयो, चिल पारा बसिदियो होइन। आमा Yeah, boy. के हामीलाई केटी मानेको? चौधरी ब्लॉग ने हमको हेल्प दिया ना, हाँ हम हेल्प दिया, चेप दिया। चौधरी फालक हमलाई चेप दिया। बाप को भेज, तेरे बस की बात नहीं। कॉमेडी में भान्जी कहाँ पौडिनु कि यार, पौडिने ठाउँ पनि पाइएन। यत्रो बाटो हिँडिरहेको वहाँ तलदेखि यहाँ पौडिङबाट ठाउँ पाइएन। त्यहाँ माथि गएर त्यहाँ उसबाट उडारीबाट गाडी चलाइजाउँ। तपाईँ कमेडी नगर्नुहोस्। यो त गाडी चढ्नियो हामी। तिमी गाडी चढ्ने, म टिटी चढ्ने। म त टिटी चढ्ने नि कहाँ गाडी चढ्छु। गाइस कति भला कहाँ स्वागत छ। हाम्रो चाहिँ अब मामाले कपडा सपडा धुन लाउनु हो। अनि छाताहरू यहाँ छ, यहाँ सबै सामान यहाँभित्र हो। अनि यता मामाले त्यहाँ बोरा लिएर आएर कपडा धुन लाउनु हो। यहाँ चाहिँ म छु गाइज। अनि यहाँ चाहिँ एकदम रमाइलो लागिरहेको, धेरै पछि चाहिँ भ्लग बनाउन पाउँदा पनि आफूलाई यस्तो खुसी लाग्दो रहेछ कि अब आफ्नैमा हाल्न पाएको अझै राम्रो हुन्थ्यो। किनभने मामाकोमा हाले पनि सबैजनाले हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला। अब चाहिँ यहाँ कपडा धोएको मामाको क्लिप हेरौँ है त। अब आम्बो मामा धेरै नै छ नि कपडा त्यहाँ। तर मामाले मेरो पनि भिजाइदिनु, थ्याङ्क यू सो मच मामा भन्न चाहन्छु। मामा भनेपछि यस्तो हुनुपर्छ कि गाइज। मेरो ट्र्याक लगाएर अलमा लिएर होला धुनु लाउँदाखेरि। खाउँदै बगार ल्याए छाता उडायो, पानी गर्दा उड्ने छाती उड्यो। सट्ट गरेर गएर हेर्नुपर्छ नि त। अब साबुन चाहिँ उता छ भन्ने कुरो चाहिँ त्यो चाउचाउ उता राख्नु, साबुन मात्रै झिक्नु न। धुन पर्यो नि आमाएर, बिहार नखाइन। अब माइजू हुनुहुन्छ, माइजूले धोइदिनु होला भन्नलाई। जाडो सब बुढी छैन भने जस्तो भयो। तर गर्मी हो, मामा खोला छैन भने जस्तो नै हामी यस्तो टाढाबाट आइयो कि गाई, यति टाढाबाट आइयो। मैले अब जुम गरेर देखाउन चाहन्छु। वहाँबाट हामी कहाँबाट कहाँ आइयो भन्ने हामीलाई नै थाहा नभयो जस्तरी। अब ब्लग पनि बनाउने भइयो आजको दिन होइन। अनि खोला यता खोला बगिरह। खमुदाई डुबेर गाई त्यस्तो भयो नि। खेल्नु न एकछिन।
भयो अब एउटा फोटो खिच्न यस्तो हो गाई जब चाहिँ म यहाँ छु अनि मामा अरू यहाँ हुनुहुन्छ को धेरै डुब्न सक्ने क्या अब हेरमै अब म गन्छु गाइज ल गर्न नि परेन क्या अब को धेरै डुब्छ ल हेरौँ ल 3 गो हो त सकिन खतरा हो कि दाइ त खतरा कि कतै दाइ त मरेन लगभग दाइले चाहिँ कति पार गर्नु हो भन्दाखेरि गाइज मैले गनिरहेको थिएँ मनमा नै होइन भित्रभित्रै टक्क गनिरहेको कति भन्दाखेरि ठ्याक्कै 50 मिनट पार गर्नुभएको छ साँच्चै ए भनेपछि यहाँ हाम्रो एक मिनट भइसक्यो रहेछ गाइज 1 मिनट 9 सेकेन्ड ल है गाइज दाइ चट्टामा पढिदिनुहुन्छ एक्लै पारा चट्टा पारा भान्जे फेरि उहाँ माथि गएर के नाटक गरेको आएर भान्जेले फेरि उहाँ माथि गएर के हेर्न खोजेको नि यिनले चिनी के हेर्न खोजेको नि गाइज म खै चट्टा पारा आएर बसिरहेको गाइज स्विमिङ हान्ने गाइज एकछिन चट्टा पारा छाता उडाउँदै बसिरहेको अहिले चट्टा अहिले स्याम्पू सब साबुन लाएर नुहाउनु पर्ने चट्टा पारा गाइज त्यति स्विमिङ हान्न आयो भने त्यति साबुनहरू नलाउनु त भएन गाइज साबुन त लाउनु पऱ्यो मैलो फाल्नु पऱ्यो हेर्नु चट्टा पारा नुहाउनु पऱ्यो नि त आज हिजो नुहाइएन सटरडे आज सन्डे चाहिँ नुहाउने गाइज चट्टा पारा गाइज हेर्नु भान्जेले चप्पल लाउनु दियो चप्पलै फालिदिइरह्यो यिनी त उडाएछ नि कि मान्छे त उहाँ छ नि चप्पल यता बगाएर आएको चप्पल फेरि यहाँ चाहिँ गाइज ए दाइ उहाँ गर्नु चप्पल लिनु भनेर यिनी त उडाएछ नि कि मान्छे त यार झन् चप्पल बगाउला है भान्जे सिटी चप्पल बगाउनु होला चट्टा पारा नगर्नु है त्यसो भने झन् चप्पलै बगाइदिनु मान्छे उडाउनु मान्छे सिट चट्टा दाइ उहाँ चप्पल लिएर आइदिनु भयो दाइले अर्को पाले फेरि चप्पल फालेर अहिले त गाई चाहिँ एकछिन स्विमिङ हाल्छु अनि ठक्क आउँछु हेलो गाई छ स्विमिङ हान्दा भोक लाग्यो ठक्क पारामा चाउँछ ल्याउँ टक्क पारा खाना लाग्नु चाउँछ मान्छे मुला मान्छे क्लिप देऊ त ल चट्टा चाउचा खानुपर्छ नि त भान्जी भोक लाग्यो लाख थगाएरमा धेरै दिन पढेर होला है धेरै दिन पढेर कहिले पढेर कहिले पढेर खाउँदा त दिनदिनै पढिने हुन्छ अरे स्विमिङ पुलमा नुहा किन खाने के अब चाहिँ हामीले के खासी भेट्नेहरूमा भन्नु न ल है त
नुहाई धुवाई गरेर भ्याएर चट्ट पारेर कपडा सपडा लाएर हिँडेछौँ। आज धेरै दिनपछि स्विमिङ हानेको लास्ट थकी लाउँदो रहेछ यार। स्विमिङ हान्दा त धेरै दिनपछि यार गाइज यार। चट्ट पारेर फेरि स्विमिङ हान्दाको मजा त कसलाई थाहा र गाइज। एकदम आनन्द फिल हुने कि फेरि चक्कर पारा यार ढुक्क क्या दाइ फेरि उहाँ पुगिया गाइज। दाइ उहाँ छन्, भान्जा यता छन्, म यता चिया पारा ढुक्क नि म त। अब ल है गाइज, अब आजको भ्लग यति आउँछ। ठक्क पारा लास्टसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छु। ठक्क झक्कड पारा लाइक हान्ने, कमेन्ट हानिदिनु, झक्कड पारा है ल गाइज। बाई।